सम्पूर्णमा नमस्कार। 2082 असोज 19 गते भारी वर्षा र बाढीका कारण झापा जिल्लाको कोरियन्ज गाउँपालिका वडा नम्बर 2 गम्भीर रूपमा प्रभावित भएको थियो। धेरै घरहरू डुबानमा परेका थिए, खेतबारी नष्ट भएका छन्। दैनिक जनजीवन अस्तव्यस्त बनेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार कार्य र बाढी पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने कार्य सक्रिय रूपमा जुटेका थिए। बाढी, पहिरो, प्राकृतिक विपत्तिले मानवीय जीवनमा ठूलो चोटसँगै क्षति पुर्याएको छ। यस्तो सङ्कटको घडीमा राहत आवश्यक हुन्छ, तर त्यसभन्दा पनि बढी जरुरी हुन्छ मानवीय माया, सान्त्वना र सहयोगको भावना जरुरी हुन्छ। पैसाले घर पुनर्निर्माण गर्न सकिन्छ, तर मनको घाउ केवल सहानुभूति र साथले मात्र निको हुन्छ। राहतका सामग्रीहरू क्षणिक सहयोग हुन्, तर संवेदना र एकताको भावले दीर्घकालीन समाधान दिन्छ। सङ्कटमा सान्त्वनाको शब्द र सहयोगी हातले मानिसलाई अझै हामी एक्लो छैनौँ भन्ने विश्वास दिलाउँछ। त्यसैले यस्तो विषम परिस्थितिमा केवल राहत होइन, समय, श्रम र मनको साथ दिन सक्नु नै साँचो राहत हो। समाजमा सामाजिक भावना फैलाउन सकेमा कुनै पनि विपत्ति सामना गर्न सकिन्छ। धन्यवाद।